नमस्कार, मनभित्रको आवाजमा सबैजनालाई स्वागत गर्न चाहन्छौँ र आजको दोस्रो अडियो जिन्दगी बदल्न के गर्नुपर्छ वास्तविक प्रेरणा लिएर आएका छौँ र ढिला नगरिकनै हामी अगाडि बढ्नेछौँ र सबैजनाले सुनिदिनुहोस् अनि जीवनमा लागू गर्दा अझ उत्तम हुनेछ। आउनुहोस् सुरु गरौँ। जिन्दगी बदल्न के गर्नुपर्छ? धेरै मानिस यो प्रश्न सोधिरहन्छन्, तर प्रश्नभन्दा ठुलो कुरा के हो भने हामी उत्तर सुन्न चाहँदैनौँ। हामी सजिलो बाटो खोज्छौँ, छिटो सफलताको सपना देख्छौँ, तर आफूलाई बदल्न तयार हुँदैनौँ। जिन्दगी बदल्न पहिला सोच बदल्नुपर्छ। सबैभन्दा पहिले एउटा सत्य स्वीकार गरौँ। आज हामी जहाँ छौँ त्यो हाम्रो आफ्नै निर्णयको परिणाम हो, न त परिस्थितिलाई मात्र दोष हो, न त अरू मानिसहरूलाई। जब हामी जिम्मेवारी लिन थाल्छौँ त्यहीबाट परिवर्तन सुरु हुन्छ। जिम्मेवारी लिन सक्ने मान्छे नै आफ्नो जिन्दगी बदल्न सक्छ। हामी धेरै प्रेरणादायी भिडियो हेर्छौँ, सुनेपछि मन तान्छ, तर केही समयमै सबै बिर्सिन्छौँ, किनकि प्रेरणा क्षणिक हुन्छ। जिन्दगी बदल्ने शक्ति अनुशासनसँग हुन्छ। मन लाग्दा मात्र काम गर्ने हो भने सबै सफल हुन्थे। मन नलाग्दा पनि काम गर्नेले सपना पूरा गर्छ। जिन्दगी बदल्न चाहन्छौँ भने आफ्नो आराम क्षेत्र तोड्नु पर्छ। ढिलो उठ्ने बानी, फोनमै हराउने बानी, भोलि गर्छु भन्ने सोच, यी सबैले तिमीलाई रोकिरहेको छ। आराम मिठो हुन्छ, तर यही आरामले हामीलाई कमजोर बनाउँछ। तिमी जस्तो मानिसहरूसँग बस्छौ, तिमी त्यस्तै बन्दै जान्छौ। सधैँ गुनासो गर्नेहरू, सधैँ नकारात्मक सोच्नेहरू तिमीलाई तल तान्छन्। जिन्दगी बदल्न चाहन्छौ भने सबैलाई बुझाउन खोज्नु छोड। शान्त भएर काम गर। अरूको जिन्दगीसँग आफ्नो जिन्दगी तुलना नगर्नु। सामाजिक सञ्जालमा देखिने सबै खुसी साँचो हुँदैन। तिम्रो यात्रा फरक छ, तिम्रो समय फरक छ। हुन असफलता होइन, हार मान्नु असफलता हो। जिन्दगी एकै दिनमा बदलिँदैन, तर साना निरन्तर प्रयासले धेरै ठुलो परिवर्तन ल्याउँछ। आज अलि राम्रो बन, आज अलि बढी सिक, आज अलि कम बहाना देऊ। निरन्तरता निराश लाग्न सक्छ, तर परिणाम अद्भुत हुन्छ। जिन्दगी बदल्ने बाटो सजिलो हुँदैन। दुःख आउँछ, एक्लोपन आउँछ, आत्मविश्वास हल्लिन्छ, तर यही कठिन समयले हामीलाई बलियो बनाउँछ। सजिलो जिन्दगी होइन, सङ्घर्षले महान बनाउँछ। जिन्दगी बदल्न के गर्नुपर्छ? दोष दिन बन्द गर, बहाना छोड, काम सुरु गर र बिचमै नछोड। एक दिन यस्तो आउँछ जब तिमी गर्वका साथ भन्छौ, यो सङ्घर्ष आवश्यक थियो। जिन्दगी बदल्न चमत्कार होइन, धैर्य, अनुशासन र साहस चाहिन्छ। हुन्छ, सबैजनालाई धेरै धेरै धन्यवाद र सुनिदिनु भयो। कस्तो लाग्यो कमेन्टमा छोडिदिनु होला र नेक्स्ट भिडियो के को बारेमा बनाऊ त्यो तपाईहरूले अवश्य भनिदिनुहुनेछ भन्ने आशा राख्दै सबै कुरा तपाईँको हातमा राख्दै बिदा हुन चाहन्छौँ। धन्यवाद।